नमस्ते, म डाक्टर पारस थापा, न्युरो इन्टरभेन्सनिस्ट। हाम्रो उहाँ बिरामी चाहिँ आजभन्दा 10 दिन अगाडि चाहिँ दिमागको नसाहरू फुटेर आउनुभएको थियो। उहाँको चाहिँ दिमागमा चाहिँ 3टा भकुण्डो जस्तो फुलेकोहरू थियो। त्यो भकुण्डोहरूको फुलेको कारणले गर्दाखेरि कुन चाहिँ फुटेको हो त्यो मध्ये हामीलाई एक्ज्याक्ट स्योर थिएन। सिटी एनजिओबाट हामीले डिएसए गऱ्यौँ। डिएसए गर्दाखेरि पनि हामीलाई दुईटामा शङ्का लाग्यो। उहाँको टोटलमा 7वटा भकुण्डो जस्तो थियो। 7वटा मध्ये चाहिँ हामीले यो 3टा चाहिँ हामीले ट्रिटमेन्ट गर्नैपर्छ भनेर चाहिँ हामीले चाहिँ डिसाइड गऱ्यौँ। अनि त्यो 3टामा पनि हामीले चाहिँ अब अपरेसन टाउको खोलेर होइन कि तार विधिबाट चाहिँ उपचार गर्ने भनेर हामीले उहाँहरूलाई भन्यौँ। उहाँहरू त्यही खर्चको हिसाबले पनि हामीले उहाँहरूसँग कुरा गऱ्यौँ। उहाँहरू हुन्छ भनेर त्यही अनुसार रेडी हुनुभयो र हामीले चाहिँ यसलाई चाहिँ तार विधिबाट उहाँको दिमागभित्रको नसाको 3टा डल्लो भकुण्डो जस्तो फुलेको डल्लो जसलाई हामीले एन्युरिजम भन्छौँ त्यो चाहिँ हामीले बन्द गऱ्यौँ। बन्द गरे पश्चात त्यसपछि हामीले उहाँको आइसियुमा राखेर निरन्तर ट्रिटमेन्ट गऱ्यौँ। अब उहाँलाई हामी 1-2 दिनमा डिस्चार्ज गर्दैछौँ। उहाँको कन्डिसन सबै राम्रो छ। अब बिस्तारै उहाँ 2 दिन आज भोलि पर्सिमा चाहिँ डिस्चार्ज हुनुहुन्छ। यो चाहिँ हामीले यो गरेको उपचार चाहिँ यो चितवन क्षेत्रमा चाहिँ एकैचोटि दिमागभित्रको 3टा नसामा उपचार गरेको चाहिँ सम्भवतः यो पहिलोचोटि नै हो है। त्यही भएर अहिले हामीले यो सिएमएसमा चाहिँ दिमागको नसाभित्रको उपचार टाउको नचिरिकन गर्ने प्रविधि हामीसँग छ। हामीसँग सक्षम म्यान पावर, न्युरोसर्जन, एनेस्थेसिया र न्युरो इन्टरभेन्सन तथा न्युरोलोजीको सबैको एकमुष्ट टिम छ। सबैले हामीले हेरिराखेको छौँ र भविष्यमा कसैलाई पनि तार विधिबाट उपचार गर्नु परेको खण्डमा कलेज अफ मेडिकल साइन्स कम्प्लिटली रेडी छ। हस् त, धन्यवाद, नमस्ते।